नमस्कार, म कुमार नेउपाने। आज चाहिँ म तपाईहरुलाई यो दार्जिलिङको अशोक स्तम्भको सम्पूर्ण भिडियोहरु देखाउने छु। अब विस्तारमा सबै भिडियोहरु हेर्दिनु होला, मन पराएर। यो मेन बाटोबाट हामी सिडी चढ्यौं। यो फुलबारी राम्रो गार्डन छ छेउमा। हैन, यो गार्डनदेखि यो घर छ। यहाँ एउटा स्तम्भ, प्लेस टु नट सिट भनेको छ स्तम्भ। दुईटा सिंहको मूर्ति राखेर ट्याक्क अगाडि हाम्रो गुम्बा छ हैन। यो गुम्बा भित्र चाहिँ अहिले बन्द भएको टाइम रहेछ। हाम्रो बुद्धको मूर्ति अब म मेन स्तम्भमा लिएर जाँदैछु। यति राम्रो गार्डन छ, घुम्नु होला। हाम्रो बाबुहरू पनि आउनु भएको छ यहाँ स्कुलबाट हैन। ए सबैले आएर यो ठाउँ घुम्दिनु होला। हाम्रो सर ए हामी सम्पूर्ण आज हैन अशोक स्तम्भको चाहिँ म पुरा भिडियो तपाईहरुलाई यो दार्जिलिङको अशोक स्तम्भको चाहिँ पुरा भिडियो म देखाउने छु। यो अशोक स्तम्भमा चढ्ने मेन सिडी टक 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 यति राम्रो छ हैन। सिडी सम्पन्न गरिसकेपछि अशोक स्तम्भको सम्पूर्ण चाहिँ म देखाइरहेको छु। यो उकालो हिँडेर मेरो बाबु गलेर हाँ गर्दै हुनुहुन्छ यहाँ मसँग रिसाले हैन। यो अशोक स्तम्भको माथि चढ्ने अर्को सिडी। हाम्रो भाइ बहिनीहरू चाहिँ सर म्याडमहरू घुमेर